Hi everyone, I'm here to welcome back with new another episode of New Day, New Vlogs. So आज पनि मैले बिहानै नयाँ भ्लगको सुरुवात गरेको छु. सो आजको दिनचर्या कस्तो हुन्छ हेर्दै गर्नु होला है त. पहिलादेखि यो मेरो पार्टलाई भन्दा बढी एउटा प्रेमिकालाई माया गरेको थिएँ. यो नेपालको पार्टलाई भन्दा बढी मैले प्रेमिकालाई माया गरेको थिएँ. हिजोबाट भोकाली बहिनी यो मेरो पार्टलाई भन्दा बढी यो नेपालको पार्टलाई भन्दा बढी माया गरेको थिएँ. हेर्नु असारमा बिहे गर्ने भनेर चाहिँ नि मैले गरेको थिएँ. मेरो दिलमाया हराई. दिलमाया अब म नेपालको टेलिस्कोपबाट हेर्छु मेरो दिलमाया कहाँ गयो भनेर. टेलिस्कोपबाट हिँडिरहेको छु. दिलमाया ए दिलमाया 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 ओहो यो टेलिस्कोपबाट त सबै हरियो हरियो ट्याङ्की र हरियो पाहाडमा ओहो के भएको त्यो घरमा यो हरियो ट्याङ्की र हरियो पाहाड छ. त्यो माथि यो घरमा पनि हाम्रो घरमा पनि हरियो पाहाड र हरियो ट्याङ्की छ. सबैजनाले नेपालको पाठशाला फिटिङ मात्रै हाल्दा रहेछन् यो ठाउँमा त. ओहो मेरो दिलमाया भन्दा यो नेपालको प्यारो रहेछ. यही भएको हुनाले तपाईँहरू नयाँ निर्माणको कामहरू गर्दै हुनुहुन्छ भने नेपालको हरियो पाहाड हाल्नु नभुल्नु होला है. मेरो फेरि दिलमायाको जस्तै र मेरो मुटुको घटन जस्तै फरक पर्न जान्छ नि. फेरि लोकल पाइप फिटिङ हाल्नु हो भने त यही भएको हुनाले नेपाल त बिर्सौँ है. नेपाल सब